हेलो हेलो साथीहरू, गुड मर्निङ, नमस्कार, सन्चै हुनुहुन्छ होला है। आज चाहिँ म तपाईँहरूको लागि गुन्द्रुकको छोप अचार, गुन्द्रुकको धुलो अचार कसरी बनाएर राख्ने, छोप अचार लामो समयसम्म खान सकिन्छ त्यसलाई भनेर बनाएर देखाइरहेको छु है। यसमा चाहिँ भटमास र खुर्सानीसँगै पिनिरहेको छु मैले। भटमास र खुर्सानीलाई मजाले पिन्ने होइन, अब कतिको पिरो खानुहुन्छ त्यही अनुसार। भटमास मजाले पाकेपछि अनि गुन्द्रुक के मेन चाहिँ गुन्द्रुक हो नि त। गुन्द्रुकलाई चाहिँ अलिकति तेल हालेर भुट्ने मजाले, एकदम मजाले हातैले मार्दा नि धुलो हुने गरी के अलिक मजाले तेलमा चाहिँ मजाले यसलाई भुट्ने होइन गुन्द्रुकलाई। अनि यो गुन्द्रुकलाई चाहिँ हामीले हातले माडेर मसिनो धुलो बनाउनु पर्ने हुन्छ, त्यही भएर यत्तिकै मजाले बाफाइरहेको छ हेर्न, मार्दाखेरि माडिन्छ होइन। यस्तो हुने गरी गुन्द्रुकलाई भुट्ने। आज चाहिँ गुन्द्रुक अलिक कम थियो, भटमास र छोप चाहिँ बढी छ। अनि छोप चाहिँ मैले यसमा आलसको छोप हालेको छु, भाङ तिल जे मनपर्छ त्यो हाल्न सक्नुहुन्छ होइन। तिनै चिजलाई चाहिँ मजाले पिन्ने के छुट्टा छुट्टै, पहिला नुन खोर्सानी राखेर आफ्नो स्वादअनुसार है। एकदमै मिठो हुन्छ यो अचार चाहिँ, लामो समयसम्म बट्टामा प्याक गरेर राखेपछि खान सकिन्छ है। तिन चिजै खुर्सानी, भटमास, नुन, गुन्द्रुक अनि छोप पिनेर मैले मिक्स गरेँ सबैलाई यसरी मिसाउने मजाले, पानी चाहिँ नहाल्ने होइन। कतिको गुन्द्रुक अमिलो छ, गुन्द्रुक अमिलो छैन भने आफूलाई अझै अमिलो पुगेन भने चाहिँ कागती निचोर्न सक्नुहुन्छ। अनि यसरी बट्टामा प्याक गरेर राख्ने, फ्रिजमा राखेपछि लामो समयसम्म युज गर्न सकिन्छ। थ्याङ्क यू।